अब सेट मोडल सेट 16 हेरौँ ग्रुप ए को डिफाइन ट्रिग्नोमेट्रिक फङ्सन जस्तो अ फङ्सन रिलेटिङ एन एङ्गल टु साइड रेसियो यो के हो ट्रिग्नोमेट्रिक फङ्सनको डिफिनेसन भयो यति लेखेपछि हुन्छ ठ्याक्कै बुझ्नु पऱ्यो अब फङ्सन एङ्गलसँग रिलेटेड त हुन्छ नि ट्रिग्नोमेट्री साइन थीटा कस थीटा अनि राइट एङ्गल ट्रायङ्गलबाट हामीले साइन थीटा इजिकल टु पी बाई एच यो सबै रेसियोहरूबाट रिलेट गरिन्छ एङ्गलमासँग रिलेट गरिन्छ ट्रिग्नोमेट्रिक फङ्सन भनेको फङ्सन रिलेटिङ एन एङ्गल टु साइड रेसियोसँग अब वाट इज द सम अफ फर्स्ट एन टर्म यो एकदम इम्पोर्टेन्ट क्वेसन छ है यो नि बढी सोधेकै छ जियोमेट्रिक सिरिज यो फर्स्ट ए टर्म एन्ड कमन रेसियो आर यो के हुन्छ एसएन भनेको ए भनेको फर्स्ट टर्म आरको पावर एन आर भनेको कमन रेसियो अनि एन भनेको नम्बर अफ टर्म भयो -1 बाई आर -1 भयो कन्डिसन फर कन्टिन्युटी यो हामीले धेरै ताली सोधे यो क्वेसन कन्टिन्युटी एफ अफ एक्स टेन्स टु ए एफ एक्स इजिकल टु एफ अफ ए लेफ्ट ह्यान्ड लिमिट इजिकल टु राइट ह्यान्ड लिमिट इजिकल टु यो एफ अफ एक्स इजिकल एफ ए भनेको फङ्सन भ्यालुसम्म नि बराबर हुनुपर्छ भनेको छ अब डिटर्मिनेन्ट पनि निकाल्न सोधेकै छ भनेपछि 2 3 1 4 छ भने 4 2 जा 8 -3 1 जा 3 भनेपछि 5 आउँछ यसरी फर्मुला दुईवटा लाइन अब जस्तो स्लोप m1 र m2 को दिएको बेलामा ट्यान थीटा निकाल्ने फर्मुला के हुन्छ भन्दाखेरि m1 माइनस m2 बाई 1 प्लस m1 प्लस m2 हुन्छ थीटा इजिकल टु है यो प्लस माइनस पनि हुन्छ प्लेन इन्टरसेक्टको प्यारेलल जेनेरेटरसँग प्यारेलल हुने प्लेन सधैँ के हुन्छ प्यारेबोला हुन्छ यो अगाडि 2-3टा क्वेसन हामीले यस्तै गरेको थियौँ कस एलाई साइन ए भन्ने बित्तिकै हेर्नु कस ए यहाँ पछाडि हामीलाई के साइन ए बाई 2 हाफ एङ्गलमा चाहिएको छ भने 1 - 2 साइन स्क्वायर ए बाई 2 है यो फर्मुला एङ्गल अफ डिप्रेसन भनेको कस्तो हो भन्दाखेरि माथिबाट तल जस्तै यहाँबाट यो एङ्गल बनाएको माथिबाट तल यसरी एङ्गल बनाएको है यो जस्तो यहाँनिर के छ भन्दाखेरि यो माथि टुप्पो छ घर धरहरा भयो धरहराबाट तल हेरेको भनेपछि यसलाई भन्छ अपवर्ड साइड यहाँबाट हेरेको अनि केसँग होरिजेन्टल एङ्गल भनेपछि यस्तो होरिजेन्टल एङ्गलसँग हेरेको अपवर्डबाट है एङ्गल अफ डिप्रेसन भनेको माथिबाट हेरेको तल भनेर बुझ्नु राइट द फर्मुला फर एङ्गल बिट्विन भेक्टर ए एन्ड भेक्टर बी अब हामीलाई थाहा छ कस थीटा भनेको ए भेक्टर डट बी भेक्टर बाई मोडुलस अफ ए भेक्टर मोडुलस अफ बी भेक्टर म्याग्निट्युड अफ ए म्याग्निट्युड अफ बी भन्दा पनि भयो अब यो चाहिँ अलिकति गाह्रो त केही छैन सजिलो छ 2x + 3 दिएछ इन्भर्स निकाल हाम्रो इन्टरचेन्ज गर्नुपर्छ एफएक्सलाई तपाईँले वाइ पनि भन्न मिल्छ है यसलाई वाइ पनि भन्न मिल्छ एफएक्स भनेको वाइ भन्नु एउटै हो अब यसलाई इन्टरचेन्ज गर्नु पऱ्यो इन्टरचेन्ज गर्दाखेरि वाइको ठाउँमा एक्स राख्ने एक्स ठाउँमा वाइ राख्ने +3 राख्ने अब वाइ इजिकल टु बनाउने एक्स -3 इजिकल टु 2y हुन्छ अनि त्यसपछि हेर्नु त x - 3/2 इजिकल टु y भयो देयरफोर वाइलाई अब वाइ त हामीले चेन्ज गरेको वाइ हो त्यही भएर एफ इन्भर्स x इजिकल टु x - 3/2 आयो यसरी x - 3/2 आयो है यो केही पनि होइन ल यति कुरा बुझ्नु ल यहाँ गाह्रो त्यस्तो केही नै छैन ल यति भयो अब अर्को